सारङ्गी के हो छिनेको तारलाई जोडेर बज्छ भने बजाऊ बजाऊ ओइली झरेकी फुल हो म सारेर जाग्छ भने जगाऊ यस गाइस हामी चाहिँ दुर्गापुरी अरनिको मावि स्कुलमा छौँ आज भने हाम्रो बृहत सांस्कृतिक कार्यक्रम अनि कोशी प्रदेश के भन्नु त खडा छ हामी आज हाम्रो श्रेष्ठ सम्मान कार्यक्रममा हामी यस दुर्गापुरीको अरनिको माविमा हामी कार्यक्रम ठिक दिनको 11 बजे राखेका छौँ। यहाँ सम्पूर्ण दुर्गापुरीवासीहरूलाई र उर्लहरीवासीहरूलाई सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौँ। धन्यवाद। हाम्रो कार्यक्रम अब सुरु हुनै लागिसकेको छ, तपाईँहरू छिटो आउनु होला भनेर त भएर भिडियो अपलोड हुन्छ। एनिवेज हाम्रो कार्यक्रम चाहिँ पोदी भन्दै रहेछ कोशी प्रदेश सङ्गीतकर्मी सङ्घले गरिएको यो कार्यक्रम स्रष्टा सम्मान अनि हाम्रो सब म्युजिसियनहरू हुन्, गायक गायिका अनि हामी चाहिँ खाजा खानतर्फ लाग्दैछौँ। एकदमै भोक लागेछ, बिहानै आएको एकदम यस्तो खट्दैछौँ कि हामी यहाँबाट हाम्रो यो खटाइबाट देखिन्छ कि सङ्गीतप्रतिको लगाव कति छ भनेर होइन छ त सर? कलाकार त परियो, आखिरी एउटा कुरो नभनिकन पटक्कै मन मान्दैन। सारङ्गी के हो छिनेको तारलाई जोडेर बज्छ भने बजाऊ बजाऊ ओइली झरेकी फुल हो म सारेर जाग्छ भने जगाऊ। म त सोचेको थिइनँ त अर्को पनि छ। म चाहिँ एउटा सानो कविता भन्न लागिरहेको छु। ल, मेरो कविताको शीर्षक छ जिन्दगी। जिन्दगीको भरोसा छैन, कहिले हाँसो त कहिले आँसु, कहिले मिलन त कहिले बिछोड। जिन्दगीको भरोसा छैन, कहिले हाँसो त कहिले आँसु, कहिले मिलन त कहिले बिछोड। मिलन र बिछोडको भुमरीमा रुमलिरहेछ जिन्दगी, केवल एकमुठी श्वास छौन्जेल जिउनु पर्ने यस्तै रहेछ जिन्दगी। कविता तपाईँको के छ? मेरो पनि ल एउटा सानो ओके गजल है। एउटा कुरा भन्न मन लाग्छ, एउटा कुरा भन्न मन लाग्छ, झुपडीमा बास भए पनि हात्तीको नोट गन्न मन लाग्छ। झुपडीमा बास भए पनि हात्तीको नोट गन्न मन लाग्छ। उमेर त ढल्किसक्यो तर पनि तरुनीलाई घरिघरि तान्न मन लाग्छ, घरिघरि तरुनीलाई तान्न मन लाग्छ। वाउ, यति युनिक। ओहो ल, हाम्रो चाहिँ के भयो नानी? छेसाङ नानु के भन्नुहुन्छ? के भन्नु न। म छेसाङ तामाङ अनि सबैले माया गरिदिनु माया गरिदिनु होला छेसाङ तामाङलाई। अनि आज हाम्रो कार्यक्रममा अब एउटा फेरि सर के छ? अब छैन, अब अलिक रमाइलो भोक लाग्यो एकदम। खाना खाने अन्त हाम्रो कार्यक्रम सुरु भइहाल्छ। केही छ त कान्छाको? केही छैन? के भन्नु न। ए ल, अनि यो चाहिँ अरनिको मावि हो। भरे सरको यो 15 कि 13 प्रो म्याक्स हो। भरे सारेर म अपलोड गर्छु। आज चाहिँ भ्लग हाल्छु म यसबाट। एनिवेज त्यसो चाहिँ हाम्रो एकदमै रमाइलो हुँदैछ। अनि सबैजनालाई स्वागत। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला च्यानललाई। भ्लग नहालेको 1 वर्ष हुन लागिसक्यो भ्लगर बोय भएर होइन। के छ भाइ भन्? अनि हाम्रो आजको गायकहरू हो। यो गायक, यता गायक गायिका गायक हुनुहुन्छ सब। के भन्नुहुन्छ तपाईँको? केही छ? आजको कार्यक्रम स्पेशल रहोस्, सबैको प्रस्तुतिहरू एवान होस्। एवान होस्, जय सङ्गीत भन्न एवान होस्, एटु चाहिँ नहोस्। अब खाना खाने बेला भइसकेको छ। हाम्रो चाहिँ सबैजनालाई स्वागत गर्नु पनि भुलेछु। एनिवेज अब हामी चाहिँ खाना खानुपर्ने हुन्छ। अनि हात धोएर ल खाना खाँदा हेरौँ मलाई अब।